हेलो एभ्रिवान, पक्कै पनि भुन्टी सिरियल हेर्नुहुन्छ भने यो तपाईँको लागि भिडियो। भुन्टी सिरियल कस्तो लाग्छ कमेन्ट गर्नुहोला। अनि तपाईँले यो पोस्टरमा फोटोहरूलाई त पक्कै पनि चिन्नु नै भयो होला। भूपेन्द्रले भुन्टीमाथि गरेको व्यवहारमा जेरी र श्रेयाले खूब फाइदा लुटिराखेका छन् भन्ने कुरा त तपाईँलाई पनि थाहा छँदैछ। श्रेया र जेरीले बनाएको योजनामा अब सुकुमाया आएकी छिन्। सुकुमायाले के गर्न सक्छिन् होला त? जति पनि श्रेया र योजनाले भुन्टीलाई फसाउनको लागि, भुन्टीलाई घरबाट निकाल्नको लागि अनि भूपेन्द्रबाट टाढा बनाइदिनको लागि उनीहरूले ठुला योजनाहरू बनाएका थिए र त्यो योजना उनीहरूले सफल पनि बनाएका थिए। अहिले भुन्टी बेपत्ता भएको छिन्। भुन्टी कहाँ छिन् र कहाँ के गर्दैछिन् भन्ने कुरा न त जेरीलाई नै थाहा छ न त श्रेयालाई नै। यो कुरा समाचारमा आइसकेपछि गाउँबाट सुकुमाया सहरमा आएकी छिन्। अब सुकुमायाले भुन्टीलाई बचाउनको लागि जेरी र श्रेयाको कस्तो चर्तिकला बाहिर निकाल्छिन् र सुकुमायाले अब भुन्टी बचाउनको लागि श्रेया र जेरीलाई कस्तो सजाय दिलाउँछिन् भन्ने कुरा त अब आउने एपिसोडलाई प्रमाणित गर्दैछ। अब भूगोलले पनि यिनीहरूको सबै योजना थाहा पाउनुपर्छ र जति पनि भुन्टीलाई दुःख दिनको लागि उनीहरूले योजना बनाइराखेका थिए त्यो योजनालाई सधैँको लागि अन्त्य गरेर भूपेन्द्रलाई पनि सजाय दिनुपर्छ भन्ने तपाईँलाई लाग्छ भने प्लिज यो भिडियोलाई लाइक, कमेन्ट, सेयर गरेर टिकटक आइडीलाई फलो गर्न पनि नबिर्सिनुहोला। तपाईँहरूलाई लाग्छ कि अब पनि भुन्टी र भूपेन्द्र एक हुनुपर्छ र भुन्टी र भूपेन्द्र फेरि पहिलाको जस्तै नयाँ सम्बन्ध बनाउनुपर्छ भन्ने तपाईँलाई लाग्छ कि लाग्दैन? त्यो कुरा पनि कमेन्टमा लेख्नुहोला। अब सुकुमायाले जे जति गर्ने छिन् पक्कै पनि भुन्टीको लागि धेरै फाइदा हुने काम गर्नेवाला छिन्। त्यो एपिसोडको प्रतीक्षा गर्नुहोला।